के तपाईँले निर्माण व्यवसाय सञ्चालन गरिराख्नु भएको छ र कन्स्ट्रक्सन लाइसेन्स लिने सोचिराख्नु भएको छ? वेलकम टु फ्राइडे फाइनेन्स विथ एआरएस। आजको फ्राइडे फाइनेन्समा हामी कन्स्ट्रक्सन लाइसेन्स लिनको लागि चाहिने डकुमेन्टको बारेमा कुरा गर्नेछौँ। कन्स्ट्रक्सन लाइसेन्स लिनको लागि के डकुमेन्ट चाहिन्छ त? पहिलो नम्बरमा कम्पनी रेजिस्ट्रेसनको सर्टिफिकेट, दोस्रो नम्बरमा प्यान भ्याटको रेजिस्ट्रेसनको सर्टिफिकेट, तेस्रो नम्बरमा यदि 1 वर्षभन्दा पुरानो कन्स्ट्रक्सन कम्पनी छ भने कर चुक्ता सर्टिफिकेट। यसको साथसाथै कम्प्लिट रेजिस्ट्रेसन डकुमेन्ट भरेको हुनुपर्दछ र वार्ड अफिसमा दर्ता भएको कागज हुनुपर्दछ। कन्स्ट्रक्सन लाइसेन्सको लागि चाहिने अरू डकुमेन्टहरूमा कम्पनीको प्रबन्धक पत्र र नियमावली, सेयर होल्डरको नागरिकता, ब्याङ्क भाउचरहरू चाहिन सक्दछ। यसको साथसाथै मेसिनरी ओनरसिपको प्रुफ या लिज एग्रिमेन्ट, मेसिनरीको इन्सुरेन्स डकुमेन्टहरू पनि चाहिन्छ। मेकानिकल इन्जिनियरको इन्सपेक्सन रिपोर्ट, वर्क एग्रिमेन्ट सिभिल इन्जिनियरसँग, मेकानिकल इन्जिनियरसँग र अकाउन्टेन्टसँग। यसको साथसाथै एकाडेमिक रिपोर्ट पनि चाहिन्छ टेक्निकल स्टाफहरूको। यसका साथै अफिसको एड्रेस प्रुफ, कम्पनीको सेल र फोटोग्राफहरू सबै चाहिन सक्दछ। आजको लागि फ्राइडे फाइनेन्समा यति नै। कन्स्ट्रक्सन लाइसेन्स लिनको लागि हामीलाई सम्पर्क गर्नुहोला। यस्तै इन्फर्मेटिभ भिडियोको लागि स्टे ट्युन्ड एन्ड थ्याङ्क यू।